स्मृति विस्मृति। दहीचोकका इतिहासकारहरूप्रति सम्मान र श्रद्धाञ्जली। गोपाल झापाली। लामो फड्को मार्ने आँटीले तर्न सक्ने गेउरिया खोलो, खोलावारी डिलमासतिर 2 काठे घर। त्यसका पश्चिमतिरबाट तिर फर्किएका खर र टिनको मिश्रित छानो र काठको बेरा भएका लहरै 4वटा घर। 2050 सालभन्दा केही अघितिरको स्मरण। झापाको लखनपुर गाविसको वडा नम्बर 4 महेन्द्र राजमार्गमा पर्ने पाडाजुङ्गी चोकदेखि सीमान्त गाउँ गौरीगञ्ज जोड्ने ढुङ्गे बाटो लमतन्न थियो। त्यही लमतन्न सडक किनारका 4 घरको झुप्पो दहीचोक। ती थोत्रा काठे घर मकिए, केहीले स्वरूप फेरे, रङ्ग बदले, धनी बदले, तर दहीचोक अझै पनि खडा छ। यो 3-3.5 दशकका बीचमा दहीचोकको दही हजारौंले चाखिसके, तर अचेल यही दहीचोकमै दही होइन मोही पाउन पनि कठिन भइसक्यो। त्यसो त दहीचोकले धेरै रमिता देख्यो। कैयौं रैथाने रमिता विस्मृतिमा पुग्दा न्यास्रिएको पनि छ दहीचोक। बर्खाका बेला धान र पाटा बोकेका पन्जाबी ट्रक पुरिने बाटोका खाल्डा 2 चरणको कालो पत्रेले निलिसकेको छ। टुकीमा मट्टीतेल भरेर थाङ्नाको सलेदो फेर्नुपर्ने साँझहरू बिजुली बत्तीमा झिलिमिली भएका छन्। परदेशीको खबर बुझ्न दमकको आवाघरको बाटो हातका स्मार्ट मोबाइलले बिरानो पारिदियो। सजिला धेरै भए, सुविधा धेरै पुगे। आनन्द छ दहीचोकमा। बिरानो पनि लाग्छ दहीचोक, कैयौं दृश्य र सम्झनाले। बडेमानका हात्ती चढेर आउने जिमदारहरू सायद बिते होलान्। बिचारा ती हात्ती चाहिँ के भए होलान् कुन्नी। हातमा मकैका घोगा र बुट्टा बोकेर रमिता हेर्ने आँखा अझै पनि फटकिरी टोकेको मुख जस्ता भएका छन्। हात्तीले टेकेको माटो बारीमा छर्दा फलिफाप हुने कैरन सुनेको दहीचोक त्यसै गर्थ्यो। कहाँ देखोस् जिमदारहरूका ती हात्ती र कहाँ पाओस् दहीचोकले अचेल ती हात्तीका पैतालाको माटो। न्यास्रिएको छ दहीचोक। डोलीमा बोकिएर आएका बेहुली हेर्न दहीचोकको पिपल चौतारोमा धुइरिन पाउँदैन अचेल दहीचोक। पिपलको सयलमा बेहुलीलाई बिसाएर काठको गाम्छाले पसिना पुस्ने महसुरहरूका पाखुरा पनि सुके होला नचेल। गोरुगाडामा झल्लाको छानो हालेर जन्ती जानेहरू कहाँ देखोस् दहीचोकले। गाडाको तातीबाट आउने चुइँ चुइँ सुन्न नपाएर खिस्रिक्क परेको छ दहीचोक। झमझम झरी परेका बेला गौरीगञ्जबाट आउने आँप बुकेका गाडाका लस्कर, माटोका भाडा बोक्नेहरूका ताती, धानसँग बाँसका ढाकी र कोठा साट्न आउने श्रमजीवी, मामफुलीको ढाकी बोकेर खमार खमार धाउने मेहनती पाइलाहरू कहाँ रोकिए होलान्। टिनको चौकुने बाकसमा साइकलको पछाडि बाँधिएर आउने दुध बरफ, रातो बरफ र पानी बरफ नभेट्दा खडेरीलाई खरिएको वर्षौं भयो दहीचोक। त्यही बरफ गाउँमा भित्रिएको जनाउ दिने डमरुको डम डम आवाज पर्खिएर प्याससँग जुधिरहेको छ। न्यास्रिएको छ दहीचोक। कहाँ छन् ती इतिहासकार? दहीचोक बनाउने इतिहासकारहरू कहाँ गए होलान्, जसका कारण बेनाम बस्तीले दहीचोक नाम पायो? उनीहरू अहिले नेपथ्यमा छन्। सोनापुर र गेउरिया जस्ता पुराना बस्तीका माझको झुप्पो बस्तीलाई दहीचोक नामाकरण गराउनेहरू के गर्दै होलान्? उनीहरूले उत्पादन गरेको दहीकै कारण बिहान 10 बजे विराटनगरतर्फ लागेर साँझ 5 बजे लखतरान भएर फर्किने लाली गुराँस बस झ्याप्पै रोकिन्थ्यो त्यो गाउँमा। पाडाजुङ्गी गौरीगञ्ज सडकमा पर्ने गेउरिया पैनी माथिको काठे पुलमा भद्रपुर जाने 22 नम्बरे र 460 नम्बरे आरती बस आइपुग्दा पुलका बाकलको घर्याक्क घुरुक्क 50 पैला तलतिरको हाम्रा घरसम्म पस्थ्यो। बुङबुङ्गी धुलो उडाउँदै बोलबम, अन्नपूर्ण र गोधुली बस धरान र विराटनगरदेखि धाउँथे। लालुपाते एक्सप्रेसमा काठमाडौँवासीहरू पुग्थे। अटस मटस गरेर चल्ने सीता ट्याक्सीहरू दहीचोकमा पानी भर्दै दमक र गौरादह गर्थे। तिनै बस र ट्याक्सीबाट हलुङ्गेका ट्याम्पी खत्र्याङ खुत्रुङ पार्दै झर्थे दहीचोकका इतिहासकारहरू। गेउरिया, विष्णुकट्टा, लालध्वन्द्रा, पिङ डाँडा लगायतका गाउँबाट दूध जम्मा हुन्थ्यो गेउरिया चोकमा। पुरुषहरू बिहानै गाग्रीहरू लिएर दूध सङ्कलनका लागि पुग्थे। दैनिक एकजना दहीवालाले 50 लिटरदेखि 150 लिटरसम्म दूध वर्षौंसम्म ओसार्दा खुइलिएका काँध अहिले कस्ता भए होलान्। दूध सङ्कलन गर्ने, आँगनमा पित्ले कुडेमा दनदनी आगो बालेर तताउने काम पुरुषहरूको थियो, अर्थात् हाम्रा हजुरबाहरूको। बिहान 3-3:30 बजे ती रतुवा पुल पार गरेर पूर्व आउँदाखेरि 1 किलोमिटर परको गाडीको न रङ देखिन्थ्यो न नम्बर देखिए पनि ती निरक्षर आमा हजुरबाहरूले के चिन्नु, तर यो भेरुवाको गाडी हो,
यो पोखराको, यो गाडीमा फल्नो ड्राइभर छ, यो गाडीले भाडा धेरै लिन्छ भनी प्रष्टे बन्ने, प्रष्टे चिन्ने, कसरी चिन्न सक्या हुन्? ती पराक्रमी र पौरखीहरूको त्यो तिखर र तेज आत्मविश्वास शरीर कमजोर भएसँगै अहिले धमिलो भइसकेको छ। तिनै पराक्रमी र पौरखीहरूको तिखर र तेज आत्मविश्वास शरीर कमजोर भएसँगै अहिले धमिलो भइसकेको छ। यी सबै आर्थिक कारोबार र उद्यम ती निरक्षर र निर्धन विपन्न आमाहरूकै अगुवाईमा भएको थियो। उनीहरूको पसिनाले नै परिवारमा आर्थिक विकासको जग बसाल्यो, शिक्षा स्वास्थ्यको अभार टार्यो। सबैभन्दा ठूलो कुरो त गुमनाम गाउँले नाम पायो। दहीचोकलाई नाम दिने ती सबै पौरखी, श्रमजीवी, श्रमशिल्पीहरूप्रति उच्च सम्मान।